नमस्कार। प्रबोधालयको प्रस्तुति सिकौं योग सुनेरको नयाँ श्रृङ्खलामा हजुरलाई हार्दिक स्वागत छ। आजको श्रृङ्खलामा हामी कुरा गर्न जाँदैछौँ ध्यानको बारेमा। ध्यान भनेको के हो? ध्यान लाग्न खास गरी के गर्नुपर्छ? हामी मध्ये धेरैले ध्यान बस्ने कोसिस त गर्छौँ, तर हामीलाई अनुभूति हुन्छ गहिरो ध्यान नलागेको। कतिपय व्यक्तिहरूलाई ध्यान गर्न बस्दा केही समयपछि निन्द्रा लागेको अनुभूति हुन्छ। यो किन हुन्छ होला? यी सबै प्रश्नहरूको उत्तर आजको यस श्रृङ्खलामा हजुरले पाउनुहुनेछ। सबैभन्दा सुरुमा ध्यान भनेको के हो? ध्यान भनेको मनलाई एकाग्रता र सचेत अवस्थातिर ल्याउने अभ्यास हो। अझ सरल भाषामा भन्ने हो भने ध्यान भनेको मनलाई एउटा बिन्दुमा टिकाउने कला हो। हाम्रो मन प्राय विगत, भविष्य र अनेक सोचमा दौडिरहेको हुन्छ। ध्यान गर्दा हामी त्यो चञ्चल मनलाई बिस्तारै अहिलेको क्षण अर्थात् यहाँ र अहिले, हेयर एन्ड नाउ मा केन्द्रित गर्छौँ। अझै सरल रूपमा बुझौँ है त। जब हजुर आफ्नो सासमा ध्यान दिनुहुन्छ त्यो ध्यान नै हो। जब हजुर आफ्नो आवाज, शरीर वा सोचको अवलोकन गर्नुहुन्छ त्यो पनि ध्यान हो। वास्तवमा ध्यानमा आफ्नो सोच कसरी बन्द गर्ने भनेर तनाव लिने होइन, बरु सोच आउँछ र यो सामान्य कुरा हो भन्ने कुरा बुझ्ने अभ्यास नै ध्यान हो। ध्यानको बारेमा बुझ्न पर्दा यसका मुख्य पक्षहरू बारे जानकारी हुनु अति आवश्यक छ। ध्यानका 3 मुख्य पक्षहरू छन्। सबैभन्दा पहिलो पक्ष भनेको सचेतता, अवेयरनेस, अहिले के भइरहेको छ भन्ने थाहा हुनु। दोस्रो पक्ष भनेको एकाग्रता, फोकस, मनलाई एक बिन्दुमा टिकाउन सक्नु। तेस्रो विसर्जन, लेटिङ गो, अर्थात् अनावश्यक सोच र तनावलाई बिस्तारै छोड्न सक्नु। यी 3टा पक्षहरू महत्त्वपूर्ण छन्। पहिलो अवेयरनेस, सचेतता, दोस्रो फोकस, एकाग्रता, तेस्रो लेटिङ गो, अनावश्यक सोच र तनावलाई बिस्तारै छोड्न सक्नु। जब यी 3 कुरा सन्तुलित हुन्छन् नि, तब मन गहिरो रूपमा शान्त र हल्का भएको अनुभव हुन्छ हामीलाई। हो, यही अवस्था हो ध्यान। ध्यानमा गहिराई अनुभूति गर्नु अथवा गहिरो रूपमा चाहिँ ध्यानमा केन्द्रित हुनु सबैलाई तुरुन्तै सम्भव नहुन सक्छ, किनभने यो अभ्यासले बिस्तारै विकसित हुने सिप हो। हजुरहरूमध्ये कतिपयले अनुभव गर्नुभएको छ नि, ध्यानमा बस्दा निन्द्रा लाग्ने अवस्था। हो, यो अवस्था वास्तवमा धेरै सामान्य कुरा हो। विशेष गरी सुरुका अभ्यासकर्तामा यो बढी देखिन्छ। अब यसका केही कारणहरू छन् र यसका केही उपायहरू पनि छन्। ध्यान गर्न बस्दा किन निन्द्रा लाग्छ त? सबैभन्दा पहिलो कारण भनेको हाम्रो शरीर वा मन पहिले नै थाकेको हुन्छ। जब हामी ध्यान गर्न बस्छौँ, ध्यान गर्दा विश्रामको सङ्केत शरीरले, मनले पाइसकेपछि स्वाभाविक रूपमा निन्द्रा लाग्छ। ध्यान गर्न बस्दा निन्द्रा लाग्ने दोस्रो कारण, ध्यानको वातावरण अत्यधिक शान्त र आरामदायी हुन्छ, जसले शरीरलाई रेस्ट मोडमा अटोमेटिकली पुर्याउँछ। त्यस अवस्थामा पनि निन्द्रा लाग्नु स्वाभाविक हो। तेस्रो कारण, ध्यान र निन्द्रा बीचको रेखा निकै पातलो हुन्छ। देयर इज अ भेरी थिन लाइन बिट्विन मेडिटेसन एन्ड स्लम्बर, अस्लीप। ध्यानको गहिराई बढ्दै जाँदा हाम्रो चेतना स्थिर हुने क्रममा शरीर निद्रा जस्तै अवस्थामा पुग्नु अथवा शरीरले त्यस्तो महसुस गर्न थाल्छ। अब के गर्न सकिन्छ त? ध्यान सकेसम्म बिहानको समयमा गर्नुहोस्। जब हामी सुतेर उठेको हुन्छौँ, मन फ्रेस हुन्छ, शरीर फ्रेस हुन्छ, निन्द्रा लाग्ने सम्भावना न्यून हुन्छ। त्यसै गरी सही आसन रोज्नुहोस्। ध्यान गर्न बस्दा जहिले पनि मेरुदण्डलाई सिधा राखेर, काँध, गर्दन सिधा राखेर तर हलुको तरिकाले बस्नुहोस्। आँखाहरूलाई हल्का बन्द गर्नुहोस् र ध्यान बस्दा श्वासमा ध्यान दिनुहोस्। आफूले श्वास भर्दा छोड्दा जुन एउटा लय फिल गर्नुहुन्छ, इन्हेल र एक्सहेलको एउटा लय, त्यसलाई निहाल्दै, भित्री मनले त्यसलाई निहाल्दै ध्यानमा बस्नुहोस्। ध्यान गर्दै गर्दा यदि हजुरलाई निन्द्रा लाग्न थालेको महसुस भयो भने सजग भएर आफ्ना आँखाहरू केही बेर खोल्नुहोस् वा गहिरो श्वास भर्नुहोस्
गहिरो श्वास छोड्नुहोस्। अर्को उपाय भनेको ध्यान गर्न बस्नु अघि हजुरले हल्का स्ट्रेचिङ वा प्राणायामहरू गर्न सक्नुहुन्छ, जसले शरीरलाई अलर्ट बनाउँछ। श्वास प्रश्वासमा विशेष ध्यान दिएर केही प्राणायामहरू अभ्यास गर्नुहोस्। यदि हजुरलाई ध्यान मग्न हुन मन छ, राम्रोसँग ध्यान अनुभूति गर्न मन छ भने वज्रासनमा बसेर हजुरले पादधिरासन अभ्यास गर्न सक्नुहुन्छ। हामीले पहिले यसको भिडियो राखिसकेका छौँ, एकचोटि हेर्नुहोला हाम्रो प्रोफाइलमा गएर। वज्रासनमा बसेर दाहिने हातका औँला देब्रे काखी मुनि, देब्रे हातका औँलाहरू दाहिने काखी मुनि क्रस गरेर राखेर औँलाले मजाले काखी मुनि पनि प्रेस गर्नुहोस्, बुढी औँलाले काखीको बाहिरपट्टि प्रेस गर्नुहोस्। आँखा कोमल बन्द गरेर वज्रासनमै बसेर गहिरो श्वास पर्नुहोस्, गहिरो श्वास छोड्नुहोस्। 1-2 मिनट यसरी अभ्यास गर्नुभयो भने हजुरको श्वास प्रश्वास ब्यालेन्समा आउँछ। ब्रेथ ब्यालेन्सिङ पोज पनि हो यो। त्यसपछि हजुरलाई ध्यान मग्न हुन सजिलो हुन्छ। अब एउटा कुरा के ध्यान राख्नुहोस् भने गहिरो ध्यान लाग्ने होइन, क्रमशः स्वाभाविक रूपमा उत्पन्न हुने अवस्था हो। अहिले हजुर ध्यान सिक्ने क्रममा हुनुहुन्छ, ध्यान अभ्यास गरिरहनु भएको छ, सुरुवाती दिनहरूमा हुनुहुन्छ भने चिन्ता नगर्नुहोस्, तनाव नलिनुहोस्। हजुरले नियमित रूपमा अभ्यास गर्नुभयो भने बिस्तारै निन्द्रा लाग्ने जस्तो अथवा हेभिनेस फिल हुने यो कुरा हराउँदै जान्छ र चेतना जागृत रहँदै हजुरले शान्तिको अनुभूति गर्न थाल्नुहुन्छ है त। मलाई आशा छ आजको यो छोटो एपिसोडमा हजुरहरूले ध्यानको बारेमा केही बेसिक कुराहरू थाहा पाउनुभयो र यसलाई व्यवहारमा उतार्नुहुनेछ। यदि हजुरलाई यो एपिसोड मन पर्यो भने कृपया सेभ गरेर राख्नुहोस्, सेयर गर्नुहोस् आफ्नो नेटवर्कमा, साथीभाइको बिचमा, आफ्नो परिवारजनको बिचमा जसलाई ध्यानमा रुचि छ, जसलाई ध्यान सिक्न मन छ र हजुरको जस्तै कौतूहलता प्रश्नहरू जसका मनमा छन्, हजुरले त्यस्ता साथीभाइ चिन्नुहुन्छ भने उहाँहरूलाई सेयर गर्नुहोस्, रिपोस्ट गर्नुहोस्। हजुरको समयको लागि धेरै धेरै धन्यवाद।